बसिरहेको रहेछन्। धर्मरूपी गोरुलाई भन्नुभयो, तिम्रो 3वटा खुट्टा भाँचिएको, एउटा खुट्टाले मात्र टेकेको, तिमीलाई के भयो? भन्दा प्रभु म सत्ययुगमा, युगमा, द्वापर युगमा यसरी एक एक पाइलो काटिँदै गयो। अहिले तेस्रो पाइलो पनि काटियो। कलियुगको बिचमा अहिले एक पाइलाले टेकेको छु। अब तिमी किन रोएका त भन्दाखेरिमा मेरो धारणा गरिदिने व्यक्ति कोही छैन। अनि गाई किन रोएकी भन्नुभयो राजा परीक्षितले। खै म पनि जब मेरो भारोद्धार गराइदिने वाला महान प्रतापी जब भगवान कृष्ण परमात्माको स्वर्गारोहण भयो, यसै कारणबाट मेरो चित्तमा ज्यादै अशान्ति मनाइदिएको छ। त्यसै कारणबाट म जान लागेकी भन्नुभएको थियो। ए नरो, तिमीलाई पनि जब रोनु पर्ने प्रकारको समस्याबाट समाधान म गर्छु, अन्यथा छैन भनेर आज्ञा गरिबक्छु। यो अनुहार भने